क्या गरिफाले अछामी क्षेत्र नम्बर 2 का बासी हो। यहाँ बाहिर निस्किन गाह्रो भइगयो। जो फोन भेडा भन्न लाग्यो। तँ त भेडा बस्ने ठाउँमा टिए भन्दा। यही चुनावमा यही निर्वाचनमा सबैभन्दा बढी दुःख भोग्नु परेका मान्छे भनेका अछाम र बाजुराका विद्यार्थीहरू हुन् के, जो बाहिर पढिरहेछन् धनगढी या तराई जिल्लाहरूमा या काठमाडौँ पोखरातिर। तिनलाई हो क्या समस्या, जो पुनः भेडै भन्न लाग्यो। तिमीले खत्तम पारिखरा। पहिला डलधुरामा भेडा पाइदा थियो अरे, अब त अछाम र डोटीमा पनि पाउन लाग्यो अरे। तिमीले त्यसो किन गरे भने यहाँ दुःख पाउन लाग्यो। पहिला अछामी अलवेज दामी भन्दै थिएँ, अहिले अछामी भन्दा यस्तो बेजत लाग्दछ मलाई। लास्टै बेजत भइगयो होइन। ताइ तिमीले त्यसो त नगर्नु पर्ने, बुझ्नु पर्ने। अब अछामीलाई र बाजुरालाई त विकास भनेपछि त अब चुनाव पछि मात्र चाहिने रहेछ। चुनावको बेला यसलाई विकास, हाम्रो जिल्ला विकास भएको छैन भन्ने सोचमा नआउने रहेछ क्या।